सो हेलो सबैजना, आज हामी चाहिँ ग्रेड 12 को आइरनको एक्सट्र्याक्सनको बारेमा पढ्न जाँदैछौँ। हामीहरूको चाहिँ इनअर्ग्यानिकमा पर्छ र इनअर्ग्यानिकबाट पनि क्वेसनहरू सोधि नै रहेको हुन्छ र यो चाहिँ एउटा इम्पोर्टेन्ट टपिककै रूपमा मानिन्छ हामीले आइरनको एक्सट्र्याक्सनलाई। म चाहिँ हजुरलाई यो आइरनको एक्सट्र्याक्सन चाहिँ छोटो मिठो एकदम एकदम छोटोमा तर मिठो गरी सबै बुझाइदिनेछु र यसको हजुरलाई म पिडिएफ पनि राखिदिन्छु तल डिस्क्रिप्सनमा, जसले गर्दा हजुरहरूले पढ्न पनि सजिलो हुनेछ। र त्यसै गरी अब हामीहरू के पढ्छौँ भन्दाखेरि अब हामीहरू आइरन पढ्छौँ। हेभी मेटल अन्तर्गत भएको हामी अब आइरन पढ्छौँ। हामीले सुरुमा के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ कुनै पनि हामीले मेटल एक्सट्र्याक्सन गर्नुभन्दा अगाडि चाहिँ हामीहरूको सर्टेन प्रोसेसहरू हुन्छ, त्यो प्रोसेस फलो गर्दै चाहिँ हामीले मेटलहरू एक्सट्र्याक्सन गर्छौँ। सबभन्दा सुरुमा चाहिँ हामीहरूको के हुन्छ भन्दाखेरि माइनिङ, ग्राइन्डिङ, क्रसिङ हुन्छ, पल्भराइजेसन हुन्छ। त्यो भनेको चाहिँ के भन्दाखेरि धुलो पार्ने, धुलो यत्रो ठुल्ठुलो डिक्कामा हुन्छ हामीहरूको ओरहरू। अब त्यो ओरहरूलाई चाहिँ हामीले मसिनो मसिनो धुलोहरू पार्छौँ। त्यसलाई चाहिँ हामीले माइनिङ, ग्राइन्डिङ, क्रसिङ भन्छौँ, सबभन्दा सुरुको प्रोसेस। त्यसपछि कन्सन्ट्रेसन गर्छौँ। कन्सन्ट्रेसन भनेको चाहिँ अब यसमा केही धुलो होला, केही होला, नचाहिने कुराहरू होला, त्यसले अब हामीले फाल्छौँ र फालिसकेपछि त्यो अझै हामीले लास्टमा त त्यो एकदम इम्प्योर हुन्छ नि त, इम्प्योरबाट चाहिँ हामीले त्यसलाई एकदम प्योर फर्ममा निकाल्नु पर्ने हुन्छ। हो त्यो प्योर फर्ममा निकाल्नको लागि चाहिँ यो सुरुमा क्रसिङ गर्छौँ, त्यसपछि कन्सन्ट्रेसन गर्छौँ, त्यसपछि अब हामीले हिट ट्रिटमेन्ट गर्छौँ। हिट ट्रिटमेन्ट भनेको चाहिँ कुनै पनि ओरले हामीले अक्सिडेसन गर्छौँ। अक्सिडेसनको प्रोसेस पनि हामीहरूको दुईवटा प्रोसेस हुन्छ अक्सिडेसन गर्ने, एउटा क्याल्सिनेसन हुन्छ, एउटा रोस्टिङ हुन्छ। क्याल्सिनेसन चाहिँ हामीले अक्सिजनको एब्सेन्समा गर्छौँ, अक्सिडेसन चाहिँ हामीले अक्सिजनको एब्सेन्समा गर्छौँ, र रिडक्सन चाहिँ हामीले अक्सिजनको प्रेजेन्समा गर्छौँ। यो कुरा पनि हजुरहरूलाई थाहा हुनुपर्छ। हामीले 11 नै पढेको हो यो खास गरी, त्यो पनि हजुरलाई म रिभिजन गराइदिँदैछु। यति आइसकेपछि हजुरलाई सजिलो हुन्छ। अनि हामीले हिट ट्रिटमेन्ट गरेर अक्सिजनमा लगिन्छौँ। अक्सिजनमा लगिसकेपछि अब हामीले यसलाई रिडक्सन गर्नुपर्ने हुन्छ। रिडक्सन गरेर चाहिँ जुन अक्साइडमा भएको ओर हुन्छ, हो त्यो अक्साइडमा भएको ओरलाई चाहिँ हामीले अब अक्साइडको फर्मबाट हामीले हटाउनु पर्ने हुन्छ होइन। अनि त्यसको गर्नलाई चाहिँ हामीले रिडक्सन गर्छौँ। रिडक्सन गरिसकेपछि हामीले फाइनल्ली रिफाइनिङ गर्छौँ। रिफाइनिङ भनेको त्यसलाई प्योर फर्ममा लिएर जानुको लागि केही प्रोसेसहरू गर्छौँ र त्यसपछि हामीले प्योर मेटल निकाल्छौँ। यो चाहिँ हामीहरूको सिम्पल हो। यो चाहिँ हामीले 11मै पढिसकेको हो। अब हजुरहरूले यति कुरा थाहा भइसकेपछि सुरुमा लेख्न सक्नुहुन्छ। सुरुमा माइनिङ हुन्छ, ग्राइन्डिङ हुन्छ, क्रसिङ हुन्छ। अब कन्सन्ट्रेसन छ भने अब हामीहरूको मेथडहरू हुन्छ, ग्राभिटी सेपरेसन भयो, फ्लोटेसन भयो। अब हामीले पढ्दै जानेछौँ। हाम्रो यति कुरा चाहिँ थाहा भयो भने हजुरहरूलाई अरू मेटलमा पनि एक्जाममा आयो भने गफ हान्न सजिलो हुन्छ। अब हामीले इम्पोर्टेन्ट ओरमा जाऊँ। इम्पोर्टेन्ट ओरमा चाहिँ हेमेटाइट, म्याग्नेटाइट, लिमोनाइट, आइरन पाइराइट, साइराइट गरी हामीहरूको 5वटा ओर छ। 5वटा ओर छ हामीहरूको। हामीले हेमेटाइटलाई चाहिँ प्रिन्सिपल ओर मानिन्छ। प्रिन्सिपल किन मानियो भन्दाखेरि यो सजिलो हुन्छ, इकोनोमिक हुन्छ होइन। त्यही भएर चाहिँ हामीले हेमेटाइट, किन भन्दाखेरि हामीहरूको जुन यो एक्सट्र्याक्सन प्रोसेस छ त्यो त कम्पनीवालाहरूको हुन्छ, जुन फाइदा हुन्छ त्यही प्रोसेसलाई जानुपर्छ होइन। हेमेटाइट ओर चाहिँ धेरै पाइने भएको हुनाले, सस्तो हुने भएकोले चाहिँ हामीले हेमेटाइट ओरलाई चाहिँ हामीले हाम्रो चिफ ओर मानिन्छ। र हामीले अब एक्सट्र्याक्सन गर्छौँ हेमेटाइट ओरको। हामीले चाहिँ जुन हेमेटाइट ओर छ Fe2O3, Fe2O3 ले चाहिँ हामीले रिड्युसिङ एजेन्ट राखेर यसलाई हामीले आइरनमा कन्भर्ट गर्ने हो। र सुरुमा चाहिँ यो प्रोसेसहरू चाहिँ हामीले पढ्छौँ, प्रोसेसहरू चाहिँ हामीले अब पढ्छौँ। अब हामीहरूको डिटेल्स अफ द प्रोसेसमा जाऊँ। सुरुमा चाहिँ माइनिङ, ग्राइन्डिङ, क्रसिङ, पल्भराइजेसन हुन्छ। म अघि हजुरलाई भनेकै थिएँ माइनिङ, ग्राइन्डिङ, क्रसिङहरू हुन्छ भनेर। त्यो ठुलो डिक्का हुन्छ हामीहरूको ओरको, त्यसलाई हामीले पाउडर फर्ममा लिएर जान्छौँ यो प्रोसेसमा। कन्सन्ट्रेसन हुन्छ। कन्सन्ट्रेसन भनेको चाहिँ अब जस्तै केही धुलो होला, के होला होइन, अब हामीले सफा गर्दै 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 हामीले त प्योरसम्म लैजानुपर्ने छ। कन्सन्ट्रेसनमा चाहिँ हामीले चाहिँ ग्राभिटी सेपरेसन गर्छौँ। ग्राभिटी सेपरेसन भनेको चाहिँ अब हामीले पानीले धुन्छौँ यसलाई। पानीले धोइसकेपछि चाहिँ अब हामीले यसको फोरहरू तल बगेर जाला। अनि त्यसपछि यसको जुन जुन मेटलहरू हुन्छ त्यो चाहिँ यसरी बस्छ। यसमा कन्सन्ट्रेसनमा त्यतिहरू केही पनि छैन। अब हामीहरूको क्याल्सिनेसन र रोस्टिङ गर्छौँ। यो भनेको चाहिँ हामीहरूको केमा पर्छ भन्दाखेरि हिट ट्रिटमेन्टमा पर्छ। यसलाई चाहिँ हामीले मेन एम भनेको चाहिँ कुनै पनि ओरलाई अक्साइडमा लैजाने हो। यो क्याल्सिनेसनको मेन एम भनेको कुनै पनि ओरलाई अक्साइडमा लैजाने कुरा चाहिँ हामीहरूले गर्छौँ यसमा। हामीले चाहिँ अब यसलाई रिभर्बेटरी फर्नेसमा गर्छौँ। अनि हामीहरूको मेन क्याल्सिनेसन र रोस्टिङको मेन कुरा एजेन्डा भनेको चाहिँ के हुन्छ भन्दाखेरि मोइस्चर हटाउने हुन्छ। मोइस्चर हुन्छ नि त, त्यो हामीले सफा गर्दै गर्दै जाँदाखेरि पानीको कन्टेन्ट हुन्छ, त्यसलाई हामीले रिमुभ गर्ने हो। अनि भोलाटाइल इम्प्युरिटीहरू हुन्छ। भोलाटाइल इम्प्युरिटी चाहिँ उडेर जाने इम्प्युरिटीहरू हो, त्यो इम्प्युरिटीहरूलाई रिमुभ गर्छौँ। पोरोसिटी भनेको चाहिँ जस्तै हामीले अब दाउराहरू जलायौँ भने त्यो चाहिँ बिचमा पोर्सहरू हुन्छ नि, हो त्यस्तै पोर्सहरू बनाउने हुन्छ। अनि अर्को चाहिँ हामीले अब यसले क्याल्सिनेसन गरेर चाहिँ Fe2O3 जुन लिमोनाइट हुन्छ, हामीले अघि यहाँनिर पढेको यो लिमोनाइट जुन यो छ नि, हामीले यो पनि राख्यौँ भने चाहिँ लिमोनाइट चाहिँ गर्दाखेरि Fe2O3 बाट चाहिँ हाम्रो हेमेटाइट ओरमा कन्भर्ट हुन्छ। अब यसले हामीले Fe2O3 लाई चाहिँ क्याल्सिनेसन रोस्टिङ गरेर चाहिँ हामीले उसमा Fe अक्साइडमा लिएर जान्छौँ। अब रिडक्सन चाहिँ अब हामीले ब्लास्ट फर्नेसमा युज गर्छौँ।
यसमा चाहिँ हामीहरूको मेन 5 वटा जोन हुन्छ। एउटा 5 वटा जोन हुन्छ। जोन अफ फ्युजन भयो, अनि जोन अफ कम्बस्टन, जोन अफ स्ल्याग फर्मेसन, जोन अफ रिडक्सन, यस्तोहरू हुन्छ। त्यो चाहिँ हामीहरू पढ्ने। अब हामीले चाहिँ के हुन्छ भन्दाखेरि सुरुमा फिगरहरू जान्नुपर्छ। रिडक्सन चाहिँ यसलाई हामीले स्मेल्टिङ प्रोसेस भन्छौँ रिडक्सन। जुन अघि हाम्रो अक्साइडमा थियो ओर एफइओ थियो, एफइओ थियो जुन हाम्रो अघिको हो, त्यो एफइओलाई चाहिँ अब हामीले यसलाई एफइओको फर्मबाट हटाउनुपर्छ। हो सबभन्दा सुरुमा चाहिँ के हुन्छ भन्दाखेरि हामीहरूको चार्ज हुन्छ यहाँबाट। यो ब्लास्ट फर्नेस हुन्छ, हामीहरूको यहाँनिर चार्ज हुन्छ। चार्ज भनेको चाहिँ हाम्रो ओर हुन्छ, कार्बन हुन्छ र CaCO3 हुन्छ हाम्रो चार्ज। अनि हामीले चाहिँ साइडबाट ब्लास्ट अफ हट एयर भनेको एकदम तातो एयरहरू पठाउँछौँ। यता अप टु 900 डिग्री सेन्टिग्रेडबाट हामीले यहाँबाट तातो हामीले हावा पठाउँछौँ। तातो हावा पठाउँदाखेरि कुनै ठाउँमा चाहिँ 2000 डिग्री सेन्टिग्रेड हुन्छ, अनि कुनै ठाउँमा 1300, कुनै ठाउँमा 1000, कुनै ठाउँमा 500 देखि 700 हाम्रो हुन्छ टेम्परेचर हुन्छ। तर हामीहरूको जुन जुन ठाउँमा हामीहरूको चाहिँ 2000 डिग्री सेन्टिग्रेड हुन्छ त्यसलाई हामीले जोन अफ कम्बस्टन भन्छौँ। जुन ठाउँमा हामीहरूको 1300 डिग्री सेन्टिग्रेड हुन्छ त्यो जोनलाई हामीले जोन अफ फ्युजन भन्छौँ। जुन ठाउँमा 1000 डिग्री सेन्टिग्रेड हुन्छ त्यसलाई हामीले जोन अफ स्ल्याग फर्मेसन भन्छौँ। जुन ठाउँमा 500 र देखि 700 सम्मको टेम्परेचर हुन्छ त्यसलाई चाहिँ हामीले जोन अफ रिडक्सन भन्छौँ। अनि हामीले चाहिँ यहाँबाट ओर हाल्छौँ। ओर हालिसकेपछि चाहिँ रिडक्सन हुन्छ, अनि जोन अफ स्ल्याग फर्मेसन हुन्छ, फ्युजन हुन्छ, कम्बस्टन हुन्छ। अनि हामीले चाहिँ चार्ज पठाइसकेपछि यहाँनिर चाहिँ हामीले ओरहरू राख्छौँ, अनि यहाँबाट चाहिँ हामीले मोल्टन आइरन निकाल्छौँ। मोल्टन आइरनलाई चाहिँ हामीले पिग आइरनको रूपमा निकाल्छौँ। अब पिग आइरन एक्जाममा सोधिने क्वेसन हो। हामीले निकालिसकेको त्यो मोल्टन आइरनलाई चाहिँ किन पिग आइरन भनिन्छ भन्ने कुरा चाहिँ हामीले एक्जाममा सोधिन्छ। त्यो रिजन केही पनि होइन, जुन यहाँबाट खस्ने आइरन हुन्छ हो त्यो आइरन चाहिँ हल्का पिग पिग जस्तो देखिने भएको भएर चाहिँ हामीले यसलाई पिग आइरन भनिन्छौँ। अघि मैले भने जोन अफ कम्बस्टन चाहिँ 2000 डिग्री सेन्टिग्रेडमा हुन्छ। हाम्रो जोन अफ कम्बस्टनमा चाहिँ त्यही नै हुन्छ। कार्बन र कार्बन डाइअक्साइड मिलेर कार्बन र अक्सिजन मिलेर कार्बन डाइअक्साइड बन्छ, र फेरि कार्बन डाइअक्साइड चाहिँ कार्बनसँग मिलेर चाहिँ हाम्रो कार्बन मोनोअक्साइड बन्छ। यो चाहिँ एकदम हाइली एक्जोथर्मिक हुन्छ यो प्रोसेस। स्पन्जी आइरन। अब हामीहरूको जुन रिडक्सन छ, रिडक्सनबाट चाहिँ हामीहरूको स्पन्जी आइरन निस्किन्छ। हामीहरूको Fe2O3 र कार्बन मोनोअक्साइड यहाँ माथिबाट निस्केको ओर र यहाँबाट निस्केको कार्बन मोनोअक्साइड रिएक्सन भएर चाहिँ हामीहरूको आइरन निस्किन्छ। ओजोन अफ स्ल्याग फर्मेसनमा चाहिँ अब हामीले चार्जमा चाहिँ CaCO3 पनि पठाएको हुन्छौँ, र यो डिकम्पोज भएर CaO र CO2 मा फर्म हुन्छ, र त्यो फेरि SiO2सँग फर्म भएर चाहिँ यहाँबाट स्ल्याग बनिन्छ। हामीले चाहिँ यसलाई जोन अफ स्ल्याग फर्मेसन भन्छौँ। यसको टेम्परेचर चाहिँ 1000 डिग्री सेन्टिग्रेड हुन्छ। अब जोन अफ फ्युजनमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ स्पोन्जी आइरन जुन छ हामीले यहाँबाट निकालेको, माथिबाट निकालेको जुन स्पोन्जी आइरन छ हो, त्यो स्पन्जी आइरन चाहिँ मोल्टन आइरनमा जान्छ। यो प्रोसेसमा जोन अफ फ्युजनमा चाहिँ यसको टेम्परेचर चाहिँ 1300 डिग्री सेन्टिग्रेड हुन्छ। र अब हर्थ अफ फर्नेस जुन हामीले यहाँबाट छ मोल्टन आइरन त अब यसरी निस्क्यो नि त यहाँनिर, यसरी निस्क्यो हामीहरूको मोल्टन आइरन हो। यो मोल्टन आइरन चाहिँ यहाँनिर पिडमा बस्छ, त्यही भएर हामीले चाहिँ यसलाई हर्थ भन्छौँ। पिडलाई चाहिँ हामीले हर्थ भन्छौँ। पिडलाई हामीले हर्थ भन्छौँ, र हर्थमा आएकोलाई चाहिँ हामीले हर्थ अफ फर्नेस भन्छौँ। त्यहाँनिर चाहिँ आउँछ, अनि त्यहाँनिर चाहिँ हाम्रो जुन आइरनहरू सबै आउँछ त्यो प्रोसेसबाट, ब्लास्ट फर्नेसबाट। र अब हामीहरूको चाहिँ कार्बन, सल्फर, सिलिकन, फोस्फरस र म्याङ्गानिज चाहिँ एज अ इम्प्युरिटी भएर निस्किन्छ। हामीले यत्रो प्रोसेस गर्छौँ, प्रोसेस भइसकेपछि पनि हामीहरूको इम्प्युरिटी चाहिँ बसिरहेको हुन्छ। इम्प्युरिटी सबै सकेको हुँदैन। अब त्यही इम्प्युरिटीको आधारमा चाहिँ अब हामीहरूको आइरनको टाइप्सहरू छ, कास्ट आइरन, स्टिल आइरन र रड आइरन। कास्ट आइरनमा चाहिँ हामीहरूको 2.5 देखिबाट 4.5% इम्प्युरिटी हुन्छ। स्टिलमा चाहिँ 0.25 देखिबाट 2% इम्प्युरिटी हुन्छ। र रड आइरनमा चाहिँ 0.1 देखिबाट 0.2%को इम्प्युरिटी हुन्छ। अब कास्ट आइरनमा चाहिँ एकदम इम्प्योर फर्म चाहिँ हाम्रो कास्ट आइरन हो। स्टिल चाहिँ हाम्रो इन्टरमिडिएट स्टिल भनेको हामीले घरमा युज गर्ने, अनि त्यो भर्याङमा राख्ने हो, त्यसलाई चाहिँ हामीले स्टिल भन्छौँ। रड आइरन चाहिँ प्योरेस्ट फर्म हो। यो चाहिँ एकदम हार्ड र ब्रिटल हुन्छ। यो चाहिँ इन्टरमिडिएट हुन्छ, त्यस्तो हार्ड पनि हुँदैन, ब्रिटल पनि हुँदैन, र यो चाहिँ सफ्ट हुन्छ, एकदम सफ्ट हुन्छ। अब हामीले कास्ट आइरन चाहिँ केमा युज गर्छौँ भन्दाखेरि चाहिँ पाइप्सहरूमा, अनि त्यसपछि जुन पोलहरू छ त्यो चाहिँ कास्ट आइरन भयो। स्टिल चाहिँ अब हामीले घरको कमर्सियलले बेचिने हुन्छ नि त्यो जुन स्टिलहरू हामीले घरमा राख्ने हो, त्यसलाई चाहिँ हामीले स्टिल भन्छौँ। र हामीहरूको जुन रड आइरन चाहिँ एकदम प्योरेस्ट फर्म हो। त्यो प्योरेस्ट फर्म चाहिँ हामीले गिटारको स्ट्रिङहरूमा युज गर्छौँ। अब स्टिलको पनि हजुरहरूलाई एक्जाममा कम्बिनेसन भनेर सोध्न सक्छ। त्यसको चाहिँ आइरन, क्रिप्टन, निकल र कार्बन हुन्छ। यति हो हामीहरूको आइरनको प्रोसेस भनेको, यति नै हो। सबभन्दा सुरुमा हामीहरूको ओर हुन्छ। ओरलाई हामीले कन्सन्ट्रेसन गर्छौँ। कन्सन्ट्रेसन माइनिङ, ग्राइन्डिङ, क्रसिङ गरेर कन्सन्ट्रेसन गर्छौँ, रोस्टिङ गर्छौँ। रोस्टिङ गरिसकेपछि ओर अक्साइडमा गएको हुन्छ। अब त्यही अक्साइडमा गएको ओरलाई चाहिँ हामीले रिडक्सन गरेर त्यो अक्साइडमा गएको निस्केर अनि फालेर अब हामीले यहाँबाट चाहिँ आइरन निकाल्छौँ, र त्यहाँबाट निकालेको आइरनमा इम्प्युरिटी हुन्छ कार्बन, सल्फर, सिलिकन, फोस्फरस र म्याङ्गानिज। अब हो त्यही कति इम्प्युरिटी छ भन्ने आधारमा चाहिँ हामीले 3वटा ग्रुपमा हामीले यतिलाई हामीले
छुट्याइन्छ कास्ट आइरन, स्टिल आइरन र रड आइरन। यति हो। अब हामीहरूको चाहिँ के छ भन्दाखेरि आइरनको चाहिँ हामीहरूको सुरुको पार्ट यति छ। अब हामीहरूको अझै 2टा प्रोसेस छ। हामीहरूको एउटा चाहिँ कुन छ भन्दाखेरि अब हो त्यही 2टा प्रोसेसहरूको पनि म हजुरहरूलाई भिडियो बनाउने छु। यो पनि हजुरहरूलाई म डिस्क्रिप्सनमा राखिदिन्छु। या थ्याङ्क यू फर वाचिङ। सब्सक्राइब गरिदिनु होला। केही क्वेसनहरू छ भने कमेन्ट बक्समा राखिदिनु, म हजुरहरूलाई रिप्लाई पनि दिनेछु। हस् त, थ्याङ्क यू, धन्यवाद, नमस्ते।